मर्निङ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज मैले एक्सपेरिमेन्ट गर्दैछु बिहानदेखि बेलुकासम्म। मैले के गर्छु त्यसको भ्लग हुन्छ, हेरिदिनु होला। अहिले उठ्यो गाइस, उठेर अब मुख सुख धोयो। अब यहाँ राधा कृष्ण पुज्नु पर्यो हैन। अब काल र दुख र दरिद्र हर, रोग हर, कष्ट हर, हर हर महादेव, नमो पार्वते हर हर महादेव। जय कृष्णाय वासुदेवाय नमो नमः। जय राधे कृष्णाय वासुदेवाय नमो नमः। लुगमा पूजा सुजा गरियो अब हैन गाइस हो। जस पूजा गर्नुपर्छ, मलाई चाहिँ जहाँसम्म लाग्छ भगवानहरु मलाई चाहिँ धेरै मन पर्छ हैन। म चाहिँ शिवको पनि भक्त हो भनौं न। भगवान मलाई जस पुज्नु मन लाग्छ हैन। हजुरहरुलाई के लाग्छ? अब म वाल लाउन जाँदैछु। अब यहाँबाट स्कुटी स्टार्ट गर्नु पर्यो पहिला त। अलि स्कुटी सफा गरियो गाइस हो। सफा गर्नुपर्छ। मेरो प्यारो स्कुटी हो, 12 नम्बर लकी हैन। स्कुटी सफा गर्दा गर्दै एउटा शायरी भन्नु मन लाग्यो मलाई। के भन्छ, हे गाइस, आँखामा आँसु हैन ओठमा मुस्कान लिएर चढ, मेरो स्कुटीमा चढिसकेपछि तेलको भाडा दिएर जर क्या है। देख्यो कि मलाई फेरि डाइलेक्ट फेल्न मन लागिहाल्छ। चोर खान गएको छु फाइनल एउटा साइडमा आइयो। आज वाल लाउनु छ गाइस हो। अब कस्तो लाग्छ भिडियो हेर्दिनु होला हैन। यस्तो छ यहाँ मेरो सारा चेट भाइले गाइस माटो भर्छ यार। काम चाहिँ लास्ट गर्छ मेरो काला भाइ हैन। एकदम काम गर्छ। यत्रो माटो भरेछ, अझै नि भर्नु पर्ने छ। हाम्रो यहाँ 1,40,000 को ठेका हो। 1,40,000 को ठेका हो गाइस। अब सक्छ होला करिब टोयलेट छ, मन्च छ, यस काम दिनु भएको छ। त्यही ठुलो कुरा हो। पैसा झ्याप्पो सँगै पाउँछ है। इमानदारी काम गर्नुपर्छ। ल माटो यसरी खनेर हालेछ गाइस हामीले। माटो यसरी हालेछ। अब मसला बनाउने वाल लाउने हो। गाइस मसला बनाइसके फाइनल बिहान आएर काम चाहिँ गर्नुपर्छ है गाइस हो। म चाहिँ मसला बनाएर अब ठ्याक्क वाल लाउँछु। म त एक्लै भए पनि हुन्छ के गाइस हो। यो हाम्रो सरले हैन मलाई चाहिँ अस्ति के भन्दैन भने मन चाहिँ यता बनाउने भन्नुभएको थियो। अहिले फेरि उ त्यहाँ बनाउने भन्छ। सर पनि खतरा छ क्या हाम्रो बेला भाइ। ज्योति ज्ञान स्कुलमा हो गाइस। के गर्नु, मसला बनायो, जाबेल बिछेछ। अब फेरि जाबेल लिन जानै पर्यो हैन गाइस। फाइनली मैले यो जाबेल र हम्मर लिएर आएँ। काला भाइले इँटा नि ओसारेछ। काला भाइ इँटा नि ओसारेछ। अनि त्यसपछि हामी एउटा हात नभए जस्तै हुन्छ कि गाइस हो। यो जाबेल पनि हाम्रो हात हो। इँटा ओसारिस केटा, देखिस् दाइको भ्लग, स्वासी ब्रान्डको भ्लग कस्तो छ त। दुई भाइ, हामी दुई भाइ एउटै, यता हेर्दा काला यता न, हामी दुई भाइ एउटै आमाको कोखबाट जन्मिया। यो म चाहिँ कल चौडे छ। म कति गोरो ह्यान्डसम छु। अस्ति प्रिन्सिपल सरले के भन्छ गाइस थाहा छ? यो मलाई मधेसी हो भन्छ मान्छेलाई। कालालाई मलाई चाहिँ माटुनी काला यार। हाम्रो एउटै आमाको कोख भयो भने कालाको चाहिँ मुझे चौधरीको बिउ परे जस्तो छ क्या काला हो। यता हेर्दा काला कति कालो भाग छ मुझे काला मान्छेलाई काला। दुई भाइ हो है कसम चाहिँ गाइस यार हामी। फाइनली काला र भाइ र मैले वाल पनि सक्यौँ गाइस हो। आज मेरो यो साइडमा अन्त्य हो। अब म जान्छु। काला भाइले गर्छ होइन काला भाइ। काला भाइको देवर भाउजूले गर है टक्क माटो मिला। धुर्मो सानो है काला ल है। सरलाई भन्न लाएर म न त धुर्मुस व्यवस्था गरेर ल्याइदिउँ न। काला भाइले गर्दैछ, मैले पनि गरेँ। अब सिद्धि यति लास्ट हो। आज अब म जिप लाइन जान्छु। अब हजुरहरू हेर्दै जानु। आज म दिनभरिको यात्रा हजुरहरूलाई देखाउनेवाला छु गाइस। फेरि फाइनली म अर्को साइडमा आएँ। अब यहाँ म अब यहाँनिर अब तलको साइडमा वाल लाएर मैले भनेको थिएँ भिडियोमा। अब जिप लाइनको साइडमा आएँ। अब यहाँ मैले ढलान गर्छु गाइस हो। आजको मैले दिनभरिको देखाउने भनेको छु। सबै देखाउँछु मैले ढलान सलान गरेको। एउटा तोरी लाउने गाजा के लाउँदैछ गाइस। अब यहाँ अघि वाल लाउने काम थियो। अब यहाँ चाहिँ फाइनली परमा हान्ने काम छ। परमा हानिरहेपछि ढलान गर्ने काम छ। फाइनल लुकमा यहाँ चाहिँ परमा हान्नुपर्छ गाइस हो।
यहाँ अलि आवाज क्यार गरिरहेको छ है। फाइनली फर्मा ठोकेर भ्यायो गाइस हो। फर्मा ठोकेर भ्यायो। तोरीले मसला घोल्दैछ तोरी लाउरेले। ओ तोरे के गर्दै हो? मसला घोल्दै हो? यता हेर्न यता। आज तोप्न हान्दिरा हो। जिप लाइनको सुपरभाइजर बसी बसी सेलरी खानुहुन्छ उहाँले। पेट हेर्नु न पेट यो फोकटको पैसाको पेट हैन त। फाइनल लुकमा हामीले यति ढलान हाल्यौं। यो केटो गल्याछ रे मासाला टोप खाएर गलिरहेछ मासाला भाइ तिमी। उठ भाइ उठ भाइ तिमी। अब यो हैन टक्क यो दाइले यो फर्मा हान्छ हैन। तिमीले बाल्लो लिएर ल कान्छ है। अनि छ्याक्क दुई भाइले यति सकेर उति अलिकति त्यहाँ त धेरै छैन ल है है। अब हामीले खाजा खान लाग्यो फाइनली। यो केटालाई बोलाएको आउँदैछ खाजा। अब म त केटाहरूलाई त खाजा त टन्न खुवाउँछु नि गाइस। यो भुटन चिउरा चक्क खाने केटाहरूलाई मैले खुवाउँछु नि। त्यस्तो त भएन नि हैन गाइस। त्यस्तो छ गाइस हो। फाइनली एउटा एक घान मसला घोलिसक्यौँ। अब अर्को घान छ। यो फुच्चे आउँदैछ। फुच्चे काम ठग्ने रहेछ म गएपछि माछाले। फाइनली च्वाचे ब्रान्डको कामदार भाइ खाजा खाँदैछौँ है भाइ। भुटन छिमेकी भन्नु न यार। छिमेकी भाइ भोगो खानु न चिउरा पक्का हाल्नु पर्छ है। गरम खानु पर्छ है। फाइनली हामीले यहाँ अब ढलान गरेर सिद्धायौँ। आजको दिनभरिको यही हो। 5:30 बज्न लागेछ। ढलान यही हो गाइस। तल वाल लागेको थिएँ ढलान यही हो। आई होप तपाईँहरूलाई यो भिडियो मन पर्ला कस्तो होला हैन। मन पर्यो भने लाइक एन्ड सेयर गरिदिनु। लाइक सब्सक्राइब गरिदिनु होला। फाइनल लुकमा मैले ढलान पनि भ्याएँ। अब मेरो फ्यासिनो दिदीसँग जानु पर्यो। मेरो फ्यासिनो दिदी के स्कुटी फ्यासिनो हैन। फ्यासिनो स्कुटी छ मेरो। हेलमेट पनि आज टुप्पै उड्दियो क्या गाइस यार। यो हो मेरो हैन। अह गुलाबको फुल जस्तो छ क्या स्कुटी त। गाह्रो छ ल गाइस है गाइस। भिडियो मन पर्यो भने लाइक एन्ड सब्सक्राइब हान्दिनु होला।